आउँछु बोनस सेयर दिइसकेपछि पनि युजुअली त सप्लाई एन्ड डिमान्डकै ड्याम त्यो सप्लाई बढेपछि त प्राइस घट्नुपर्ने त्यो पनि उहाँ देख्दिनँ म चाहिँ त होइन द्याट्स वाइ एभ्री वान वान्ट्स बोनस सेयर अल द टाइम वाट इज द रिजन फर द्याट हाम्रो मार्केटमा चाहिँ वाट हेज ह्यापन्ड इज आवर लभ विथ क्यापिटलाइजेसन इज म्यासिभ रेगुलेटरको साइडदेखि लिएर इन्भेस्टरसम्म छ कि रेगुलेटरले पनि के सोध्छ भन्दाखेरि मैले पेड अफ क्यापिटल यति पुऱ्याउनु भनिदियो भने उसको त्यो कम्पनीको नेटवर्क जेसुकै होस् होइन त्यो कम्पनी सेफ भन्ने रिस्क मिटिगेट भयो भन्दा हुन्छ कि सो रेगुलेटरको साइडमा त्यो समस्या छ अनि हिस्टोरिकली वाट हेज ह्यापन इज हाम्रो मार्केटमा वेन एभर बोनस सेयर्स दिएको छ क्यापिटलाइजेसन बढिएको छ ओभर अ पिरियड अफ टाइम लङ टर्ममा त मार्केट बढेकै हुन्छ नि त सो बिकज अफ दोज बोनस सेयर्स योर रिटर्न्स कम्पाउन्ड कम्पाउन्डिङ इफेक्ट आउँछ नि त नम्बर अफ सेयर्स बढी हुन्छ एन्ड प्राइस अलिकति बढ्ने बित्तिकै कम्पाउन्डिङ इफेक्ट आउँछ त्यसले गर्दा त्यो अब्सेसन छ क्या हाम्रो मार्केटमा वेयर एज फन्डामेन्टली भन्ने हो भने त बोनस सेयर्स क्यापिटलाइज गर्ने बित्तिकै होइन तपाईँको अर्निङ्स त डाइल्युट भयो नि त ओनरसिप डाइल्युट भयो अर्निङ्स डाइल्युट भयो यो रिटर्न्स विल गो डाउन भनेर हो नि त तर हाम्रोमा छैन त्यो चाहिँ समस्या छ कि अन्डरस्ट्यान्डिङ कि तपाईँको एक सेयर बराबर 1.5 या 1 सेयर 1:1 भनौँ न सपोज 100% बोनस कसैले दियो अरे सपोज होइन भने 2 सेयर बराबर तपाईँले 40 रुपियाँ पहिला कमाउनु भएको छ त्यो त अब घटेर 20 रुपियाँमा छ होइन सो पिपल डोन्ट द्याट्स वाट आई सेड कि ट्रान्सल्युट गर्ने जुन हाम्रो क्यापेसिटी छ नि मेन्टल क्यापेसिटी द्याट्स रियली ल्याकिङ के त्यो ठाउँमा मान्छेलाई के छ भने नगदको सट्टा बोनस पायो भने उसले फ्युचर हेरेको छैन क्या अहिलेको इन्भेस्टर भनेका 2, 4, 5 वर्ष हेर्ने मान्छे छैनन् के मैले अघि भने त तपाईँलाई सुरुमै होइन त्यहाँ के छ बोनस सेयर खातामा आउँछ भोलिपल्ट बेच्ने बजारबाट निस्किने ओ एक्ज्याक्टली एन्ड यु सी द्याट इन्भेस्टर नै भएनन् के होइन फेरि द अदर साइड ट्रेडर भनौँ न ट्रेडर कन्सेप्ट एकदम ट्रेडर होइन द अदर साइड इज अल्सो देयर हजुर त्यसमा चाहिँ फेरि म किन्ने मान्छे पनि छु कि त्यसमै म बेच्छु भनेर किन्ने मान्छे छैन भने पनि किन्ने पनि